साथीहरू हेर्नुहोस् त आज एकदमै खुसीको कुरा है नानुले चाहिँ क्रुसेड जानेकी थिइन होइन निटिङ गर्नलाई अनि अस्ट्रेलिया आएदेखिबाट चाहिँ हामीले चाहिँ निटिङ अब यहाँ त अब अलि पढाइ धेरै हुँदैन जस्तै नेपालको जस्तो प्रेसर हुँदैन त्यो कारणले गर्दाखेरि चाहिँ हामीले निटिङ र क्रुसेड किनिदिएको अनि नानुले चाहिँ हेर्नु त नानी बहिनीलाई चाहिँ यस्तो बनाएकी छिन् होइन उसको चाहिँ अब सानो सानो पहिला रुमाल अनि पन्ची बनाइन् अनि त्यसपछि अहिले चाहिँ सायना कस्तो राम्रो ल अब हामी चाहिँ नानुलाई लाएर देखाउँछौँ कस्तो हुन्छ है त ओहो नि सानी त सो नाइस अलि छोटो अलि लामो भएछ है ल यता हेर त कति राम्रो एनर दिदी र सुमिसा पनि छिनिया ओ माई गस अब अर्को चाहिँ एकदम राम्रो थ्याङ्क यू दिदी भन ओ माई गड थ्याङ्क यू दिदी भनेर माया पनि गरिन् यिनले त